ओए हाम्रो दोस्ती पनि हरिबहादुर र मदन कृष्णको जस्तै हुनुपर्छ है। हो जस्तो सुकै परिस्थिति आयो भने एकअर्कामा रिस राग र बदलाको भावना चाहिँ राख्नुहुन्न। मलाई म एउटा क्वेसन सोधौँ दोस्त, हाम्रो देशको अहिलेको प्रधानमन्त्री को थाहा छ? मेरो बाउ। तेरो बाउ चाहिँ कसरी भयो नि फेरि? फ्रेन्डसिप फर एभर याद छ नि? त मेरो साथी होइन? मानिलियो मेरो बाउ नै पहिलो प्रधानमन्त्री हो। मान्दैमा तेरो के जान्छ? ल माने मैले, तिम्रो बाउ नै पहिलो प्रधानमन्त्री हो, तिमी प्रधानमन्त्रीको छोरो हो। गुड। ओए अनि तिमीले मलाई अस्ति भोलि रिटर्न गर्छु भनेर 1000 लगाएको थियौ नि, बिर्सिस? Oh no! ए हो त, तिमीले भनेको बिर्सिएर रहेछ। ल ओइ तैँले त मलाई 1000 दिनुपर्ने होइन त? त्यो 100 रुपियाँ मात्रै कसरी? Oh no! फ्रेन्डसिप फरएभर भनेको होइन, त त मेरो मिल्ने साथी। मानिलिउ यसलाई नै 1000, एउटा जिरोको कमी त हो नि। ल दोस्त सानो बन्द गर, भोलि भेटौँला है। ल ओइ दोस्त छ नि, तर हाम्रो देशको प्रधानमन्त्रीले एकान्त ठाउँमा एक्लै भेट्यो भने के गर्छ? त्यो देशद्रोहीलाई त एकान्तमा भेट्यो भने त खुकुरी हानिदिन्छ नि आफूले। मेरो बाउलाई खुकुरी हान्छस्? मेरो बाउलाई खुकुरी हान्छस् त? अनि तेरो बाउ प्रधानमन्त्री हो त? अनि तैँले हिजो मेरो बाउलाई प्रधानमन्त्री मानेको होइन त? 200 रुपियाँ चाहिँ चुक्ता भयो, 800 रुपियाँ अझै बाँकी छ, त्यो पनि कुनै दिन चुक्ता गर्छु म।